गइसक्यो तपाईँको माग पुरा हुने प्रक्रियामा हामीले हाम्रो पाटो हामीले चाहिँ अदालत पुर्याउने बाटोमा गाडी लिएर त्यसलाई अनुसन्धान गरेर पुर्याउने प्रक्रियामा अदालतमा पुर्याउँछौँ। तपाईँको माग पुरा भएको अब चुस्काएर तपाईँलाई अनुरोध गर्न पर्यो। तर उहाँलाई चाहिँ अब मान्नु पर्छ उहाँ बस्ने भन्ने कुरा तर हाम्रो अनसन चाहिँ होइन दिल्ली अनसन पर्ने उहाँको माग आएको छ। अब अनुसन्धान गरेर अदालतमा हदैसम्मको ठुलो सजाय नमस्ते हदैसम्मको ठुलो सजाय दिने गरी माग दाबी गरेर जाने सजाय चाहिँ हामीले बोल्न मिल्दैन। सम्मानित अदालतमा प्रस्तुत भएपछि त्यस पछाडि उहाँले पनि गरेर त्यहाँ भन्न सक्नुहुन्छ। उहाँले पनि बकर यो आमरण अनसन चाहिँ के भन्छ आज तोड्ने भयो। एकदमै राम्रो गर्नुभएको छ। दलितको सिडिओ साहब पनि हुनुहुन्छ, उहाँ र ललितको प्रहरीले पनि एकदमै राम्रो तरिकाले जो व्यक्ति चाहिँ यसरी भागेर बसेको थियो तपाईँले कल्पना नगर्ने ठाउँबाट पनि समातेर ल्याएर यति अनुसन्धान गरेर सूक्ष्म रूपमा गरेर ल्याउनु भएको छ। अदालतले के दिन्छ भन्ने कुरा हामीलाई होइन, हामी अनुसन्धानसम्म भएन भनेर रुँदै हिँडेको पीडित आज प्रहरीले हामीलाई न्याय दिएको अनुभूत भएको छ। सिडिओ साहबको मातहतमा आज बहिनीलाई चाहिँ न्याय मिलेको छ। उहाँले जुस खाएर आन्दोलन गरे। साँच्चीकै हामीले एउटा भगवानको रूपमा पाएका छौँ। ललितपुरको प्रहरी साँच्चीकै पहिल्यैदेखिबाट मलाई उ गरेको थियो। उहाँ सिडिओ साहब हुनुहुन्छ, हुन त म त्यति धेरै कोर्डिनेसन गरिरहेको छैन, मैले बुझेको छु अनुसन्धान कसरी भइरहेछ भनेर। उहाँको मातहतमा रहेका प्रहरीहरूले यति धेरै सूक्ष्म रूपमा गरेर आज एउटा अपराधीलाई समातेर ल्याइदिनु भएको छ। यो बहिनीको न्यायको लागि यसरी प्रहरी प्रशासक यति कुशल प्रहरी पनि हुन्छन् र यति प्रशासक पनि हुन्छन् भनेर एउटा उदाहरण बनाएको छ ललितपुरको प्रहरी। हामी उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छौँ। उहाँ आफै पीडित भएको नाताले तपाईँहरू मार्फत पनि भन्न चाहन्छु। जहाँ बस्नुहुन्छ आफ्नो मेलोमेसो गरेर बस्नुहुन्छ त्यो बस्ने ठाउँ पनि तपाईँहरू सुरक्षित हुनुहुन्छ। त्यहाँ पनि हामीले होइन, म आफै पनि ललितपुरमा बस्छु, यति सुरक्षित छु म आफैलाई। हामीले त डर छ नि त, उहाँलाई बस्ने ठाउँको समस्या छ भने पनि हामी कोर्डिनेसन गरेर होइन हामी कोर्डिनेसन गर्छौँ। धन्यवाद। नयाँ होइन, पुरानो हुँदा नै प्रेम भट्टाई चाहिँ प्रेम भट्टाई नै हुनुहुन्थ्यो। यो कुरा चाहिँ म भन्छु। यहाँनिर होइन, नयाँ र पुरानो हुँदा उहाँले निष्पत्ति गर्नुभएको छ। त्यो चाहिँ म आफै परेको छु।